अब तपाईहरुलाई मैले पर्सनल अकाउन्टको रुलमा डेबिट रुल के हुन्छ, डेबिट एन्ट्री गर्ने, रिसिभरलाई डेबिट एन्ट्री गर्ने, हु इज द रिसिभर, कसले प्राप्त गर्यो, रिसिभर भनेको प्राप्त गर्ने, रिसिभ गर्ने, हु इज द रिसिभर डेबिट एन्ट्री गर्नु, हु इज द गिभरको उसलाई चाहिँ क्रेडिट एन्ट्री गर्नु। दिस इज द रुल अफ पर्सनल अकाउन्ट, डेबिट क्रेडिट रुल हो, डेबिट क्रेडिट रुल अफ पर्सनल अकाउन्ट। अर्को हुन्छ त्यस्तै गरी रियल अकाउन्टको रुल के हुन्छ भन्दा वाट कम्स इन डेबिट, बिजनेसमा के आयो, कुनै पनि फाइनान्शियल ट्रान्ज्याक्सनले गर्दा बिजनेसमा के आयो, वाट कम्स इन डेबिट, बिजनेसमा के आयो, आएको कुरालाई डेबिट गर्ने। जस्तो क्यास आएको छ भने क्यास अकाउन्ट डेबिट गर्ने, मेसिनरी आएको छ भने मेसिनरी अकाउन्ट डेबिट लेख्ने, वाट गोज आउट के गयो त्यसलाई क्रेडिट एन्ट्री गर्नु। त्यस्तै गरी अर्को हुन्छ नोमिनल अकाउन्ट, एक्सपेन्सेस लसेसहरूलाई डेबिट एन्ट्री गर्नु, इन्कम्स एन्ड गेन्सहरूलाई क्रेडिट एन्ट्री गर्नु। एक्सपेन्सेस अब तपाईँले आइडेन्टिफाई गर्नु पर्यो, एक्सपेन्सेस तपाईँले चिन्नु पर्यो, स्यालेरी एक्सपेन्स, रेन्ट भनेको एक्सपेन्स, इन्ट्रेस्ट एक्सपेन्स हुन्छ, इन्ट्रेस्ट इन्कम हुनसक्छ, कमिसन एक्सपेन्स हुनसक्छ, कमिसन इन्कम हुनसक्छ। एक्सपेन्सेस छ भने डेबिट एन्ट्री गर्ने, इन्कम छ भने क्रेडिट एन्ट्री गर्ने। अब तपाईहरुलाई मैले पर्सनल अकाउन्टको रुलमा डेबिट रुल के हुन्छ, डेबिट एन्ट्री गर्ने, रिसिभरलाई डेबिट एन्ट्री गर्ने, हु इज द रिसिभर कसले प्राप्त गर्यो, रिसिभर भनेको प्राप्त गर्ने, रिसिभ गर्ने, हु इज द रिसिभर डेबिट एन्ट्री गर्नु, हु इज द गिभरको उसलाई चाहिँ क्रेडिट एन्ट्री गर्नु। दिस इज द रुल अफ पर्सनल अकाउन्ट, डेबिट क्रेडिट रुल हो, डेबिट क्रेडिट रुल अफ पर्सनल अकाउन्ट। अर्को हुन्छ त्यस्तै गरी रियल अकाउन्टको रुल के हुन्छ भन्दा वाट कम्स इन डेबिट, बिजनेसमा के आयो, कुनै पनि फाइनान्शियल ट्रान्ज्याक्सनले गर्दा बिजनेसमा के आयो, वाट कम्स इन डेबिट, बिजनेसमा के आयो, आएको कुरालाई डेबिट गर्ने। जस्तो क्यास आएको छ भने क्यास अकाउन्ट डेबिट गर्ने, मेसिनरी आएको छ भने मेसिनरी अकाउन्ट डेबिट लेख्ने, वाट गोज आउट के गयो त्यसलाई क्रेडिट एन्ट्री गर्नु। त्यस्तै गरी अर्को हुन्छ नोमिनल अकाउन्ट, एक्सपेन्सेस लसेसहरूलाई डेबिट एन्ट्री गर्नु, इन्कम्स एन्ड गेन्सहरूलाई क्रेडिट एन्ट्री गर्नु। एक्सपेन्सेस अब तपाईँले आइडेन्टिफाई गर्नु पर्यो, एक्सपेन्सेस तपाईँले चिन्नु पर्यो, स्यालेरी एक्सपेन्स, रेन्ट भनेको एक्सपेन्स, इन्ट्रेस्ट एक्सपेन्स हुन्छ, इन्ट्रेस्ट इन्कम हुनसक्छ, कमिसन एक्सपेन्स हुनसक्छ, कमिसन इन्कम हुनसक्छ। एक्सपेन्सेस छ भने डेबिट एन्ट्री गर्ने, इन्कम छ भने क्रेडिट एन्ट्री गर्ने। स्वागत छ तपाईहरुलाई देवगुरु च्यानलमा। आजको यस भिडियोमा डेबिट र क्रेडिटको रुलहरु सम्बन्धमा म तपाईहरुलाई बुझाउने छु। पर्सनल अकाउन्ट, रियल अकाउन्ट, नोमिनल अकाउन्ट, पर्सनल अकाउन्ट, रियल अकाउन्ट र नोमिनल अकाउन्ट। पर्सनल अकाउन्ट इन्डिभिजुअलसँग सम्बन्धित छ, फर्मसँग सम्बन्धित हुन्छ, कम्पनीसँग सम्बन्धित हुन्छ, इन्स्टिट्युसनसँग सम्बन्धित हुन्छ। जस्तै एक्जाम्पलमा रिताज अकाउन्ट, राम्स अकाउन्ट, अनिताज अकाउन्ट, ओके, बैंक अकाउन्ट, गरिमा विकास बैंक अकाउन्ट। Individuals, firms, companies, institutions, they all are related to personal account. यो सबै केसँग सम्बन्धित छ भन्दा पर्सनल अकाउन्टसँग सम्बन्धित छ। त्यस्तै गरी अर्को हुन्छ रियल अकाउन्ट। रियल अकाउन्ट भनेको प्रपर्टीसँग सम्बन्धित छ, एसेट्सहरुसँग सम्बन्धित छ, प्रपर्टीज एसेट्ससँग सम्बन्धित छ, दैट इज रियल अकाउन्ट। क्याश अकाउन्ट हुन्छ, मेसिनरी अकाउन्ट हुन्छ, गुडविल अकाउन्ट हुन्छ, बिल्डिङ अकाउन्ट हुन्छ, ल्यान्ड एन्ड बिल्डिङ अकाउन्ट हुन्छ, फर्निचर अकाउन्ट हुन्छ। त्यो केसँग सम्बन्धित हुन्छ, रियल अकाउन्टसँग सम्बन्धित हुन्छ। रियल अकाउन्टसँग सम्बन्धित हुन्छ। अर्को हुन्छ नोमिनल अकाउन्ट। नोमिनल अकाउन्ट भनेको एक्सपेन्सेसहरु, लसेसहरुसँग सम्बन्धित हुन्छ, इन्कम्स र गेन्सहरुसँग सम्बन्धित हुन्छ। अब तपाईहरुलाई मैले पर्सनल अकाउन्टको रुलमा डेबिट रुल के हुन्छ, डेबिट एन्ट्री गर्ने, रिसिभरलाई डेबिट एन्ट्री गर्ने, हु इज द रिसिभर कसले प्राप्त गर्यो, रिसिभर भनेको प्राप्त गर्ने, रिसिभ गर्ने, हु इज द रिसिभर डेबिट एन्ट्री गर्नु, हु इज द गिभरको उसलाई चाहिँ क्रेडिट एन्ट्री गर्नु। दिस इज द रुल अफ पर्सनल अकाउन्ट, डेबिट क्रेडिट रुल हो, डेबिट क्रेडिट रुल अफ पर्सनल अकाउन्ट। अर्को हुन्छ त्यस्तै गरी रियल अकाउन्टको रुल के हुन्छ भन्दा वाट कम्स इन डेबिट, बिजनेसमा के आयो,
बिजनेसमा के आयो, कुनै पनि फाइनान्शियल ट्रान्जेक्सनले गर्दा बिजनेसमा के आयो, वाट कम्स इन डेबिट, बिजनेसमा के आयो, आएको कुरालाई डेबिट गर्ने। जस्तो क्यास आएको छ भने क्यास अकाउन्टलाई क्यास अकाउन्ट डेबिट गर्ने, मेसिनरी आएको छ भने मेसिनरी अकाउन्ट डेबिट लेख्ने, वाट गोज आउट, के गयो त्यसलाई क्रेडिट एन्ट्री गर्नु। त्यस्तै गरी अर्को हुन्छ नोमिनल अकाउन्ट, एक्सपेन्सेस लसेसहरूलाई डेबिट एन्ट्री गर्नु, इन्कम्स एन्ड गेन्सहरूलाई क्रेडिट एन्ट्री गर्नु। एक्सपेन्सेस अब तपाईँले आइडेन्टिफाई गर्नु पऱ्यो, एक्सपेन्सेस तपाईँले चिन्नु पऱ्यो, स्यालेरी एक्सपेन्स, रेन्ट भनेको एक्सपेन्स, इन्ट्रेस्ट एक्सपेन्स हुन्छ, इन्ट्रेस्ट इन्कम हुनसक्छ, कमिसन एक्सपेन्स हुनसक्छ, कमिसन इन्कम हुनसक्छ। एक्सपेन्सेस छ भने डेबिट एन्ट्री गर्ने, इन्कम छ भने क्रेडिट एन्ट्री गर्ने।